मेरो साथीहरूसँग छुट्टी गएको छु कति दिनमा घरबाट आएर 4 महिना बाद। मलाई त दिदीको ब्याग कस्तो मन पर्यो त्यो कालो तपाईको रिक्काले एमएनजी लेखेछ महँगो जस्तो लाग्यो खै हामीलाई त यस्तो ल्याइदिने मान्छे छैन हामी त यहाँनिर ब्युटिफुल गर्ल यहाँ चाहिँ प्याजले रुइसकिसक्यो प्याज चाहिँ यहाँ काट्दैछ रुने चाहिँ यहाँनिर है पानी फ्याँक्दैन सबभन्दा सानो चाहिँ मै रहेछ नि हाइटमा फर्केर बसिरहेछ फोन यता पक्रेर अब एडिट गर्नु नि तपाईँले एडिट होइन मेमोरी फुल हुन्छ नि त के भने फ्राई गरेर निकालेर फेरि पकाउनु ढल्ला हुन्छ र एकैचोटि हुँदैन उयो नम्बर पनि जाने भन्दा 6 यही बजिसक्यो कहिले पाक्नु कहिले जानु खाने हो हाइलाइट गरेको त बित्थामा मैले पैसा मात्रै वेस्ट भयो गुन्द्रुकको झोल सुँगुरको चोथे अनि साग सलाद सिम्पल सलाद हाम्रो आज फ्राइडे छुट्टीमा आएको छ हामी सबैजना यो चाहिँ हाम्रो भयो विङ्स गुन्द्रुक त 100 साल बाद खास जस्तो लाग्दैछ ल खाइ ल खाऊ है सुँगुरको मासु दिदी मासु मासु ढिलो भन्छ भनेर भात पो खानु थाले त म त ए दिदी मासु साग मात्र पर्यो के मासु मोसो 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 केही भन्नु छ मजा आइरहेको छ धेरै दिन बाद है धेरै दिन हैन उफ्रिनु मंगता है तो आजा रसिया नहीं तो मैं इश्क में तेरे अनाउंस कर दिया ओ तेरे लिए दुनियों का बाउंस कर दिया ये शाम मस्तानी मदहोश किए जाओ
और गए जैसे कि तू ला 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 मस्तानी मासु खाने यो चाहिँ के अरे दिदी यो चाहिँ दाउदको सहरमा आएको छु प्रभु यीशु ख्रीष्ट जन्मनु भयो दाउदको सहरमा मेरी क्रिसमस यो चाहिँ हो दाउदको सहर है जहाँ चाहिँ हाम्रो प्रभु यीशु ख्रीष्ट जन्मिनु भएको थियो अनि हामी क्रिसमस सङ पनि गाउने गर्छौँ दाउदको सहरमा प्रभु यीशु ख्रीष्ट जन्मिनु भयो मेरी क्रिसमस है यही हो दाउदको सहर अलास्का सबै इजरायल मलाई पनि निकाल्नु है
त्यस्तो हेरेर